सर नमस्कार। अहिले नेपालमा एकदमै सुकुम्बासीको उयो समस्या निकै अगाडि आइरहेछ है। हजुर, के छ सर तपाईँको यो विषयमा भन्नुपर्ने कुराहरू? मैले आदरणीय मान्य अध्यक्षज्यूको शब्द सापट लिएर कुरा गर्नु पऱ्यो भनेर जग्गा सरकारको होइन, हजुर, एकदम पक्का जग्गा सरकारको हो नि त होइन। जनता चाहिँ कसको? हो, जनता चाहिँ इन्डियाको कि चाइनाको कि अमेरिकाको? जग्गा संरक्षण गर्नको साथै जनतालाई पनि संरक्षण गर्नुपर्छ भन्ने जरुरी छ। कुनै जनता बेरोजगार भएर, कुनै जनताले खान नपाएर, कुनै जनता चाहिँ भोकमारीमा परेर, कुनै कुराहरू चोर छ, बिगार छ, ढाँट छ, छल छ भनेदेखि सरकार चाहिँ जेल जानुपर्छ। सरकारले त्यो जागिर दिनुपर्छ पर्दैन? सरकारले घाँसबास कपासको व्यवस्था गर्नुपर्छ पर्दैन? अनि त्यही झुपडी र त्यही सुकुम्बासीमा बस्ने मान्छेहरूको अभिमत लिएर झुक्क्याएर ढाँटेर छलेर 2/3 नजिकको सरकार बनाउने, सांसद बनेर मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने, अनि उसैले त्यसैमाथि लठीचार्ज गर्दाखेरि कतिको ठुलो सरकारले काम गर्यो भने ज्वलन्त उदाहरण त्यो पनि हो एउटा कुरा। यदि हिम्मत छ भने चाइनाले मिचेको ठाउँमा जाउँ, इन्डियाले मिचेको सिमानामा जाउँ, त्यो विषयमा किन पहल गर्दैन? त्यो कुटनीति किन अगाडि बढाउँदैन सरकारले? त्यो नगरेर एउटा निरीह घाँसबास कपास बिनाको जनता जो छ, अपाङ्ग जो छ, सुत्केरी जो छ, बिरामी जो छ, वृद्ध जो छ, अशक्त, त्यो माथि गएर लाठीचार्ज गर्ने, त्यो माथि डोजर चलाउने जस्ता कुराहरू सरकारले गरिरहँदाखेरि त्यो सरकारले चाहिँ राम्रो काम गर्यो भन्ने 2-4 जना होलान् ती साथीहरू होइन। उहाँहरू चाहिँ जो चाहिँ गरिब दुखी भन्ने चिज चाहिँ जन्मिँदैको अभिशाप हो भन्ने मान्छे होला। तर गरिब र धनी दुइटै नभइकन संसार चल्दैन होइन। ती धनी मात्रै भयो भने त्यसको पैसा कसले चलाइदिने? त्यसको काम कसले गरिदिने? गरिब मात्रै भयो भने उसलाई पैसा कसले दिने? धनी र गरिब दुइटै एउटा सिक्काको दुईवटा पाटो हो होइन। त्यसो हुनाले गर्दाखेरि सरकारले यो चाहिँ हेक्का राख्नुपर्छ। सरकार के यो यसपटकको 2/3 सरकार भाँचिन्जेललाई हो, पुस्तौँ पुस्तालाई हो होइन नि। अब स्थानीय तर प्रदेशको चुनाव पनि आउँदै होला, त्यसलाई पनि हेक्का राख्नुपर्छ होला भन्ने जस्तो कुराहरू लाग्छ मलाई, मैले बुझेको आधारमा चाहिँ होइन। त्यहाँ को छ सुकुम्बासी, को छ हुकुमबासी भन्ने भन्दा पनि ती तमाम जो चाहिँ अशक्त छन्, जो चाहिँ बोल्न सक्दैनन्, जोसँग चाहिँ कुनै सहारा छैन, त्यस्तो मान्छेको घाँसबास कपास खोज्दाखेरि सरकारले अलिकति नै हेक्का राख्नु पर्दैन? हिजो झुपडीमै गयो त। हिजो सुकुम्बासीमा गएर चाहिँ उहाँले ढाका 5को क्षेत्र नम्बर 5मा गएर भनेको होइन, सुकुम्बासी म उठाउँदिनँ। र त्यहाँ त्यसका अध्यक्ष रवि लामी छानेज्यूले के सम्म भन्यो भने डोजर चल्यो भने मेरो छातीबाट पहिला गुज्रिनुपर्छ। अहिले उसको छातीबाट गुज्रिरहेछ। मेरो पार्टीप्रतिको आक्रोश होइन, उहाँहरूले बोलेको कुरा, उहाँले गरिरहेको कुरा चाहिँ घोर भर्सना मात्रै गरेको हो क्या। त्यसो हुँदाखेरि सरकारले त्यसलाई चाहिँ स्थानान्तरण गर्नुपर्छ। अति आवश्यक छ भने यो कारणले भनेर सम्झाउनु पऱ्यो होइन। त्यसलाई चाहिँ एउटा समय दिनु पऱ्यो। अनि त्यहाँ कति सुकुम्बासी छन्, कति चाहिँ सुकुम्बासी छैनन्, कति अपाङ्ग छन्, कति सुत्केरी छन्, कति वृद्ध छन्, कति के अरे अशक्त छन्, त्यसको बायोडाटा निकालेर तिनीहरूलाई स्थानान्तरण गर्ने कुरा हुन्छ क्या। कमललाई पनि छोड्दैन। अनि त्यस्तो अवस्था हुन्छ। त्यसरी जानुपर्छ। सरकार भनेको त सरकार हो नि त। राजपत्र भनेको के? राजपत्र कसले बनाएको? तिनै जनताले अनुमोदन गरेर पुगेको माथि पुगेर सांसद बनेर माथि राष्ट्रिय सभा अथवा सदनमा पुगेर बनाएको राजपत्र होइन र? त्यो राजपत्र चाहिँ के कुनै अर्को देशबाट आएको, अर्को स्वर्ग लोकबाट आएको हो? त्यो होइन नि त। तिनै जनताबाट निर्वाचित होइन के अरे सांसदहरूले चाहिँ नीति निर्माण गर्दाखेरि बनेको राजपत्र होइन। जुन चाहिँ राजपत्र, जुन चाहिँ कानुन, जुन चाहिँ विधान, जुन चाहिँ संविधान चाहिँ कानुन जनताको विरुद्धमा छ भने के त्यो अर्थ रह्यो होइन र? हो, त्यही बनाउनु, त्यही मिल्दैन, त्यस्तै कुराहरू चाहिँ अप्ठ्यारोमा छ भन्ने हिसाबले त चाहिँ के अरे 2/3 सरकार दिएको होइन त जनताले। अब त्यही जनता 2/3 सरकार लिएर चाहिँ लाठीचार्ज गरिदिने, डोजर चलाइदिने, मेरो नजरमा त्यो देख्छु। मेरो राजसभाप्रति कुनै आक्रोश होइन, आग्रहपूर्वक आक्रमण होइन, बालन शाहप्रति पनि मेरो त्यो होइन। तर
त्यो कुराहरू चाहिँ सबै कुरा हेर्न जरुरी छ भन्ने लाग्छ मलाई। सर जुन जेएनजीहरूले आन्दोलन गर्दाखेरि धेरै युवाहरू मरे घाइते भए होइन, यसको लागि ओली सरकार, ओली चाहिँ अब के अरे जेल पनि गए होइन। तर अबको जुन बालेन यसो भइरहँदाखेरि डोजर चलाउँदा 2जना मान्छे मरे, अब बालेन जेल जानुपर्छ कि पर्दैन? हजार मारौँ अथवा 1जना मारौँ एउटै हो नि त, केस त एउटै कानुन हो नि त, एउटै कानुन जेल त जानु पऱ्यो नि, किन जानु परेन? उहाँ त आत्महत्या गर्न उक्साट गर्नुभएको छ उहाँले होइन त, मुद्दा कि दुरुसान मुद्दा हुन्छ त्यो लाग्छ, उहाँ जानु पर्दैन होइन। त्यसो हुनाले गर्दा ती तमाम नेपाली जनता अथवा जनताहरू जो छन् खोलाको किनारमा सुकुम्बासीमा बसेका छन्, जो चाहिँ बाढी पीडित होला, आगजनी पीडित होला होइन, आफ्नो चाहिँ पिता पुर्खादेखि नभएको मान्छेहरू होला, त्यस्तो मान्छे ती तमाम मान्छेहरूको आवाज चाहिँ त्यसरी सरकारले दबाउनु मिल्दैन भन्ने मेरो चाहिँ कुरा हो। सर अब यो धरानमा चाहिँ के छ सर धरानको हकमा, किनभने तपाईँ पूर्व जनप्रतिनिधि होइन, अब धरानको जे हो भने अगुवा अभिभावक जस्तो व्यक्तित्व तपाईँले कसरी हेरिराख्नु भएको छ, धरानमा चाहिँ के हुनेवाला छ त? अब यो विषयमा चाहिँ हाम्रो माननीय साम्पाङज्यूसँग पनि बोल्नुपर्छ, के अरे तपाईँहरूले संवाद गर्नुपर्छ। माननीय साम्पाङज्यू यसको प्रतिविरोधमा हुनुहुन्छ, कार्यवाहक मेयरज्यू पनि यसको प्रतिविरोधमा हुनुहुन्छ। मलाई लाग्छ थुप्रै सुकुम्बासीहरू धरानमा छन् होइन, त्यो कुराको व्यवस्थापन गर्छ र गरिनुपर्छ। यो त्यसरी डोजर चल्छ जस्तो लाग्दैन मलाई होइन, किनभने केही न केही यसको निकास हुनुपर्छ, कारण हुनु पऱ्यो नि त। यो कारणले चाहिँ भन्नु पऱ्यो क्या, सुरुमा चाहिँ त्यो कारणलाई जनताले पत्याइदिनु पऱ्यो, अनि त्यस पछाडि त्यसको चाहिँ स्थानान्तरण गर्ने कहाँ त्यो ठाउँ देखाइदिनु पऱ्यो, अनि त्यसको लागि समय दिनु पऱ्यो होला, आइडेन्टिफाई गर्नु पऱ्यो होला। 100मा 10 घर मात्रै होला सुकुम्बासी, तर त्यसलाई चाहिँ के अरे यो मान्छे चाहिँ पक्का हो भन्ने कुरो त आइडेन्टिफाई गर्नु पऱ्यो होला नि त। हुनु त हिजोको सरकारहरू पनि यो प्रति जवाबदेही छ, जवाबदेही र जवाबदेहिता दिनुपर्छ, किनभने उहाँहरूले पटक के अरे सुकुम्बासी के अरे निवारण आयोग गठन गरे, हरेक किसिमको काम गरे, धनी पूजा वितरण गर्ने कुराहरू गरे नि त होइन। तर त्यो गर्न सकेको छैन। सरकार आउँछ, सरकारले बनाउँछ, सरकारले कानुन गर्दा गर्दै फेरि सरकार ढल्छ, फेरि त्यो चाहिँ के हुन्छ, डिस्पोज हुन्छ नि त, भइरहेको छ नि त। त्यसको कारणले गर्दा पनि यो कदम चाल्नु परेको अवस्था हो होइन। तर त्यसलाई निवारण कसरी गर्न सकिन्छ भन्ने कुरामा जानु पर्यो। यदि त्यस्तै के अरे सुकुम्बासीलाई व्यवस्थापन गर्ने हो भने क्षमता छ र हैसियत छ भने खोला किनारको सुकुम्बासी उठाएर लगेर त्यो इन्डिया र चाइनाले मिचेको जमिनलाई फिर्ता लिएर त्यहाँ बसाउनु न, त्यहाँबाट आम्दानी सुरु हुन्छ त। के अहिले नि के धनी नम्बरी भन्ने कुरा रहन्छ र सरकारले त त्यसलाई त तपाईँको चाहिँ नक्सामा उतारेर भाँचास ल्याएर त्यसलाई चाहिँ सम्पूर्णलाई चाहिँ के अरे धनी पूजा वितरण गर्न सक्छ नि चाहँदाखेरि त। अब त दुईटैको सरकार छ, ढल्छ भन्ने कुरो पनि छैन। त्यसो हुनाले गर्दाखेरि सरकारले यो अहिले इन्डिया र चाइनाको रिस, अमेरिकाको रिस चाहिँ के अरे निमुखा सुकुम्बासी जनताप्रति गरेको व्यवहारले रिस मर्दैन। उता चाहिँ चलाउनै नसक्ने अनि यता चाहिँ पेलेको गर्ने, उताको रिसले बाहिर झगडा गरेको बाहिरको रिसले चाहिँ घरको बुढीलाई पेले जस्तो मात्रै हो यो मलाई लागेको। सर यो सुकुम्बासी र हुकुम्बासी कहिले के यसको इतिहास भनिदिनु न, यो कहाँबाट उत्पत्ति भयो, कहाँबाट के भयो? त्यो त एउटा भन्ने शब्द हो। हजुर, भन्ने शब्द हो। हुकुमबासी त हुकुम चलाउने त पहिला राजा थियो, अहिले पनि छ र राजा। मलाई त लाग्दैन, विश्वास लाग्दैन त्यो राजा छ भन्ने, किनभने सबैले बोल्न पाछ, सबैले गर्न पाछ, सबै स्वतन्त्र छन् होइन। हिजो पो यो बाटोमा हिँड्दै गर्दा राजा आयो भने घोसे मुन्टोलाई यसो गर्नुपर्ने होइन, यसो छलिएर उता उभिनु पर्ने, त्यसलाई हुकुमबासी भन्छ क्या। अनि एउटा ठुलो मान्छे चाहिँ घोडामा चढ्ने अनि अर्कोले चाहिँ तान्दै घोडा हिँड्नुपर्ने, त्यो समय होइन क्या अहिले भनेको है। त्यसो भने हुकुमबासी र ढुकुमबासी भन्ने कुरा चाहिँ एउटा चाहिँ राई लिम्बू छेत्री बाहुन भने जस्तो मात्रै हो, त्यो शब्द बोलिन्छ नि, त्यो शब्द मात्रै हो जस्तो लाग्छ मलाई हुकुमबासी र ढुकुमबासीको विषयमा चाहिँ होइन। अब मलाई लाग्छ 99% मान्छेहरू सुकुम्बासी छैनन्, तर विकट ठाउँमा छ, यातायातको सुविधा छैन, बत्तीको सुविधा छैन, हरेक किसिमको सुविधा नहुँदाखेरि होइन मान्छेले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ताको कुराले गर्दा मान्छेहरू चाहिँ के अरे सहरतिर आउँछन्, अनि उहाँ त्यहाँ रोजगारी पनि हुन्छ, रोजगारी छैन उहाँ होइन, उत्पादन छैन। त्यहीको हिसाबले गर्दाखेरि चाहिँ मान्छेहरू आउँछन् र खोलाको डिलमा अथवा कुनै सार्वजनिक जग्गाहरूमा
बसेका होलान् होइन, त्यो पनि आएर झ्याम्मै जङ्गल फाँडेर बसेको त होइन होला होइन। मलाई लागेको त मान्छे बस्दै गएपछि बिस्तार हुँदै गएको कुराहरू हो जस्तो लाग्छ मलाई। त्यो कुराहरूलाई मनन गर्नुपर्छ। यदि सुकुमवासी मान्छे होइन भने भोट लिनु भएन क्या, धनीको मात्रै मान्छेको भोट लिनु पर्यो, आइडेन्टिफाई गर्नु पऱ्यो नि उसले। धनी पूर्जा भएको मान्छेको मात्रै भोट मलाई हालिदिनु पर्यो भन्नु पर्यो। ती तमाम सुकुमवासीबाट भोट गएको भोटले जितेर चाहिँ मैमत्ता हुने त्यो छुट छैन उहाँलाई भन्ने लाग्छ मलाई। अन्त्यमा के छ सर? अन्त्यमा सम्पूर्णलाई धन्यवाद छ। मेरो आग्रह पूर्वाग्रह कुनै पनि पार्टी सङ्गठन दल व्यक्तिसँग होइन, तर गरिरहेको व्यवहारप्रति मेरो घोर आपत्ति मात्रै हो। धन्यवाद। हस्, धन्यवाद सर।